एकचोटि हामी आज आइहालौँ पर्वहरूको बारेमा चर्चा गरिहालौँ। हाम्रो कोत पर्व 1903 असोज 2 गते शनिबारको दिन घटेको थियो। कसले यस नेतृत्व गरेको थियो भने रानी राज्य लक्ष्मीले आफ्नो सबैभन्दा नजिकको प्रिय पात्र गगनसिंहको हत्या र पत्ता लगाउन यो पर्व लगाएको थियो, घटेको थियो हैन। कोत पर्वकी आमा भने राज्य लक्ष्मीले चिनिन्छन् हैन। कोत पर्वमा सबभन्दा सुरुमा मार्ने व्यक्ति को हुन् त अभिमान सिंह बस्नेत हुन् हैन। यो घटना हुँदा नेपालको राजा को थियो? राजेन्द्र थियो भने प्रधानमन्त्री फतेजङ शाह चौतारी थियो। यस पर्वमा 40 जनाको हत्या भएको थियो हैन। अनि रानी राज्य लक्ष्मीले जङ बहादुरलाई प्रधान सेनापति बनाएको थियो। अनि प्रधान सेनापति पछि भयो के भयो त हाम्रो जङ बहादुर प्रधानमन्त्री पनि बनिसक्यो। ल त्यसपछि प्रधानमन्त्री बनिसकेपछि भण्डारखाल पर्व भयो। भण्डारखाल पर्व किन भयो भने जङ बहादुरलाई प्रधानमन्त्री बनाइदिएपछि रानी राज्य लक्ष्मीको चाहना अनुसार काम नभएपछि जङ बहादुरलाई मार्नको लागि यो बनाइएको पर्व भण्डारखाल पर्व। कहिले त विक्रम सम्वत 1903 कार्तिक 12 गते हैन। रानी राज्य लक्ष्मीले जङ बहादुरलाई भोजमा बोलाई खानामा विष हाली मार्ने योजना गरेका थिइन्। यो पर्वको पोल खोल्ने व्यक्ति को हुन् त? विजयराज पण्डित हुन् हैन। भण्डारखाल पर्वको पोल खोल्ने विजयराज पण्डित हुन्। यो पर्वमा सुरुमा मार्ने व्यक्ति को हुन् त? कोत पर्वमा सबभन्दा पहिला अभिमान सिंह बस्नेत अनि भण्डारखालमा अभिमान सिंह बस्नेतका छोरा वीरध्वज बस्नेत हुन् हैन। यस घटनामा 23 जनाको हत्या भएको थियो हैन। कोत पर्वमा कति जनाको त 40 जनाको, यसमा 23 जनाको हत्या भएको थियो। यसमा धेरै बस्नेतहरू मात्र मरिएकोले यसलाई बस्नेत पर्व पनि भनिन्छन्। भण्डारखाल पर्वलाई बस्नेत पर्व पनि भनिन्छ। ल अब हामी बस्नेत पर्वपछि अर्को हेरौँ औलो पर्व हैन। यो चाहिँ 1904 साउनतिर घटेको। राजा राजेन्द्रले अब जङ बहादुरले मार्न पर्साको औलो भन्ने ठाउँमा 1200 जना सिपाहीहरूको क्याम्प खडा गरेको थियो। राजेन्द्रले जङ बहादुरलाई मार्नको लागि कहाँ त पर्साको औलो भन्ने ठाउँमा हैन 1200 जना सिपाहीहरू क्याम्प खडा गरेको थियो। यो घटनाको योजना कसले त जङ बहादुरलाई यो घटनाको हैन योजना जङ बहादुरले थाहा भएपछि उनले सनक सिंह र बम बहादुरको नेतृत्वमा फौज पठाएको र राजाको सेनालाई पराजित गरे। के गरेको थियो कि हैन। औलो पर्व चाहिँ हाम्रो राजा राजेन्द्रले गरेको हैन। जङ बहादुरले मार्नको लागि बनाएको थियो। कहाँ त पर्साको औलो भन्ने ठाउँमा। ल हैन यो घटनाको योजना जङ बहादुरले थाहा भएपछि उनले सनक सिंह र बम बहादुर शाहको नेतृत्वमा फौज पठाएर के गर्छ यो राजेन्द्रको हैन सेनालाई पराजित गरे। अनि त्यसपछि जङ बहादुरले राजा राजेन्द्रलाई पक्राउ गरी हनुमान ढोकामा बन्दी बनायो। अनि पछि बन्दी अवस्थामा नै 34 वर्षको जेल जीवनमा पश्चात 1938 को श्रावणमा कसको त राजा